हेलो एभ्रिवान, हजुर कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। अहिले चाहिँ म वकमा आएको छु है, मर्निङ वक भनौँ न। अनि आएपछि चाहिँ तपाईँहरूलाई पनि आनन्द हुन्छ है। मलाई त झन् साह्रो जहिले पनि यस्तो डाँडा काँडा पुरा मनपर्छ। म यहाँ वकमा आइरहेको छु। यो चाहिँ स्वयम्भूनाथ हो। यो स्वयम्भूको तल टक्कै माथिबाट सिँढी माथि चढेपछि राइटपट्टि फेरि सिँढी छ, झर्नुपर्छ। यहाँबाट चाहिँ तपाईँको तलबाट चाहिँ गाडी चल्छ है। प्रायः जस्तो टुरिस्टहरू गाडीमा आउनुहुन्छ यहाँसम्म। अब हाम्रो नेपालीहरू चाहिँ अब पूजाआजा गर्नु लागि है, अब हामीलाई सिँढी चढेर अगाडिबाट फ्रन्टबाट आउँछ। यो चाहिँ यस्तो ब्याकबाट आयो भने चाहिँ यो देख्नुहुन्छ तपाईँले है। आउनुहोस् न तपाईँहरू पनि स्वयम्भू है घुम्नु लागि। मनै आनन्द हुन्छ है। यस्तो आनन्द लाग्छ मलाई त यहाँ आएर बसिरहनु लाग्छ त। ओके, बाई बाई, हेभ अ गुड डे।